के तपाईँलाई लाग्छ प्रेम केवल एउटा संयोग मात्र हो वा यो हाम्रो भाग्यको एउटा यस्तो धागो हो जसलाई समयले जति नै टाढा पुर्याए पनि अन्त्यमा यसले आफ्नो बाटो खोजिहाल्छ। नमस्ते, आज म तपाईँहरूलाई एउटा यस्तो कथा सुनाउँदैछु जसलाई संसारले द क्लासिकको नामले चिन्दछ। यो केवल एउटा चलचित्रको कथा मात्र होइन, यो दुई पुस्ताबीचको एउटा अधुरो तर अमर प्रेमको पुल हो। कथाको सुरुवात एउटा झरी परेको साँझबाट हुन्छ। सहरको एउटा सानो अपार्टमेन्ट जहाँ झिहाई झ्यालबाट बाहिर हेर्दैछन्। बाहिरको मौसमले उनलाई अलिक उदास बनाइरहेको छ। उनले एउटा पुरानो काठको बाकस खोल्छिन् जसमा उनकी आमा जुहीका यादहरू कैद छन्। जब उनले पहिलो चिठी हातमा लिन्छन् उनले आमाको सुगन्ध महसुस गर्छिन्। डायरीको पहिलो पाना पल्टाउँदा लेखिएको हुन्छ, जब घामको किरण झ्यालबाट छिरेर तिम्रो आँखामा ठोकिन्छ तब सम्झनु म तिमीलाई सम्झिरहेको छु। हो, यहीँबाट कथा सन् 1960को दशकको एउटा शान्त गाउँमा पुग्छ। विगतमा जुना आफ्ना साथीहरूसँग गाउँमा रमाइलो गरिरहेका छन्। त्यही बेला एउटा महँगो गाडीबाट जुही ओर्लिन्छन्। उनको सादगी र सुन्दरताले जुनालाई पहिलो नजरमै मोहित बनाउँछ। जुहीका हजुरबुबा गाउँका ठुला मान्छे हुन्। एक दिन जुहीले जुनालाई नदी पारीको भूत बङ्गला देखाउन आग्रह गर्छिन्। जुना डराए पनि उनलाई प्रभाव पार्न राजी हुन्छ। उनीहरू डुङ्गा खियाउँदै टाढा पुग्छन्। त्यहाँ उनीहरू एउटा पुरानो घरभित्रका पुराना सामानहरू हेर्दै अलिअलि डराउँछन् तर धेरै हाँस्छन्। फर्किने बेलामा आधी हुरी आउँछ, डुङ्गा बगाउँछ, अँध्यारो हुँदै जान्छ। जुनाले जुनीको खुट्टामा चोट लागेको देख्छन् र उनलाई आफू पिठ्यूमा बोकेर हिँड्छन्। त्यही बेला जुनाले केही जुग्नुहरू समातेर जुहीको हातमा राखिदिन्छ। त्यो रातको शान्ति र ती जुग्नुहरू उनीहरूको प्रेमका साक्षी बन्छ। बिदा सकिन्छ, जुही सहर फर्किन्छन्। जुनालाई लाग्छ कि अब कहिले भेट हुँदैन, तर संयोगवश जुनाको मिल्ने साथी ताइसुले उनलाई आफ्नो मङ्गेतरसँग भेटाउन लैजान्छन्। जुना छाँगाबाट खसे जस्तै हुन्छन् जब उनले त्यहाँ जुहीलाई देख्छन्। ताइसुका बुबा धेरै कडा छन् र उनले राजनीतिक फाइदाको लागि यो विवाह तय गरेका हुन्छन्। ताइसु आफै पनि जुहीलाई मन पराउँदैनन् तर बुबासँग डराउँछन्। ताइसुले जुनालाई भन्छन्, मलाई प्रेम पत्र लेख्नै आउँदैन, तिमी मेरो लागि लेखिदेऊ न। जुनाले आफ्नै मनको मसीले साथीको नाममा चिठी लेख्न थाल्छन्। चिठीमा लेखिएको हुन्छ, तिमी बाहेक अरू सबै कुरा म बिर्सन सक्छु। जुहीले ती चिठीहरू पढ्छिन् र तुरुन्तै बुझ्छिन् कि यी शब्दहरू ताइसुका होइनन्। उनीहरू लुकीछिपी भेट्न थाल्छन् तर समाज र परिवारको पर्खाल धेरै अग्लो हुन्छ। ताइसुले उनीहरूको प्रेम थाहा पाएपछि उनीहरूलाई सहयोग गर्ने प्रयास गर्छ, तर जब ताइसुका बुबाले यो कुरा थाहा पाउँछन् उनले ताइसुलाई मरणासन्न हुने गरी कुट्छन्। ताइसुले बुबाको दबाब सहन नसकेर आत्महत्याको प्रयास गर्छ। आफ्नो सबैभन्दा मिल्ने साथी अस्पतालमा जीवन र मरणको दोसाँधमा छटपटाइरहेको देखेर जुनालाई आत्मग्लानि हुन्छ। उनलाई लाग्छ कि उनीहरूको प्रेम अशुभ छ। उनी जुहीलाई एउटा अन्तिम पत्र लेख्छन् र भियतनाममा युद्धमा जाने निर्णय गर्छन्। रेल स्टेसनको त्यो विदाई हृदय विदारक छ। जुही रेलको झ्यालमा झुन्डिएर रुँदै भन्छन्, म तिम्रो प्रतीक्षा गर्नेछु, तिमीले मलाई यो नेक्लेस फिर्ता ल्याएर दिनुपर्छ। युद्धको मैदान भयानक छ। गोली र बमको वर्षा भइरहेको छ। सेनाहरू पछि हट्दैछन्। जुना हेलिकप्टरमा चढ्न लाग्दा उनको गोजीबाट त्यो नेक्लेस खस्छ। उनी आफ्नो ज्यानको पर्वाह नगरी त्यो नेक्लेस टिप्न फर्किन्छन्। ठिक त्यही बेला एउटा बम उनी नजिकै विस्फोट हुन्छ। वर्षौपछि एउटा पुरानो रेस्टुरेन्टमा उनीहरूको भेट हुन्छ। जुही धेरै उत्साहित छिन्। जुना अलि अनौठो देखिन्छन्। उनले भन्छन्, मैले विवाह गरेँ जुही, म खुसी छु, तिमीले पनि ताइसुसँग विवाह गर्नुपर्छ। जुहीको मन टुट्छ, तर गफ गर्दै जाँदा उनले देख्छिन् कि जुनाले अगाडिको गिलास समात्न खोज्दा हात हावामा हल्लिरहेको छ। उनी जुनाको आँखा अगाडि रुमाल हल्लाउँछिन् तर जुनाको पलक पनि झम्किँदैन। सत्य खुल्छ,
जुनाले युद्धमा आफ्नो आँखाको ज्योति गुमाएका थिए। उनले जुहीलाई आफ्नो कमजोरी नदेखाउन अघिल्लो रात नै त्यो क्याफेमा आएर हरेक पाइला र वस्तुको दूरी कण्ठ गरेका थिए। जुही भक्कानिएर उनीसँग टाँसिन्छन्। यो दृश्य कुनै पनि दर्शकको आँखा भिजाउन पर्याप्त छ। कथा फेरि वर्तमानमा फर्कन्छ। जिहाई आफ्नी साथीको लागि आफ्नो प्रेम त्यागिरहेकी छिन्। उनलाई साङमिन मनपर्छ, तर उनी बोल्न सक्दिनन्। एक दिन साङमिनले भारी वर्षामा आफ्नो छाता फालेर जिहाईसँगै कोट ओढेर दौडिन्छन्। पछि जिहाईले थाहा पाउँछन् कि साङमिनले त्यो सबै जानी जानी गरिरहेका थिए ताकि उनी जिहाईको नजिक हुन सकुन्। साङमिन र जिहाई एउटा तालको किनारमा बस्छन्। जिहाईले आफ्नी आमाको डायरीको कथा सुनाउँछन्। साङमिनको अनुहार गम्भीर हुन्छ। उनी बिस्तारै आफ्नो गोजीबाट त्यही नेक्लेस निकाल्छ। जिहाई स्तब्ध हुन्छन्। साङमिन भन्छन्, मेरो बुबाले मर्नु अघि यो मलाई दिनुभएको थियो। उहाँले जीवनभर एउटै महिलालाई मात्र प्रेम गर्नुभयो। साङमिन ती जुनाका छोरा थिए। उनले जुहीलाई कहिले बिर्सन सकेनन्। अन्त्यमा जिहाई र साङमिन त्यही नदीको किनारमा जान्छन् जहाँ 30 वर्ष अघि उनीहरूका आमा बुबाले पहिलो पटक जोगिनु समातेका थिए। विगतमा आमा बुबाको प्रेम अधुरो रहे पनि आज उनीहरूका सन्तानले त्यो प्रेमलाई पूर्णता दिन्छन्। वर्षा रोकिन्छ, आकाश खुल्छ र दर्शकको मनमा एउटा मिठो पीडा र सन्तोष छाड्दै कथा समाप्त हुन्छ। धन्यवाद।